दर्शकबिन बहिनीलाई करणी गर्ने गयो जेल। दाजु बहिनीलाई यस्तो गरे। राति कोठामा यस्तोसम्म हुँदो रहेछ दर्शकबिन। आफ्नै दाजुबाट बलात्कृत भएकी बहिनी रुँदै मिडियामा आएकी छिन्। उसलाई कहिले कोठामा थुनेर राख्ने त कहिले करेन्ट लगाउने गर्दा रहेछन्। आफू डाक्टर भएकोले हरेक दबाईहरू खाएर हरेक औषधि खुवाएर बलात्कार गर्ने गरेको उनले रुँदै बताउँछिन् दर्शकबिन। तानसेन बस्दा रहेछन् र उनलाई आफ्नो कोठामा ल्याएर सानै उमेरमा 7 वर्षदेखि नै त्यस्तो गलत काम गर्दा रहेछन्। सहन नसकेर आत्महत्यासम्म प्रयास गरे भन्दै रुँदै मिडियामा आएकी छिन्। दर्शकबिन आफ्नै बहिनीलाई कस्तो नियतले हेरेको होला। दर्शकबिन नमस्कार, यति बेला तपाईँ हेर्दै विशेष खबर टेलिभिजन अफिसियल युट्युब च्यानल। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर हामीसँग जोडिन नभुल्नुहोला र यस भिडियोलाई अन्त्यसम्म हेरेर धेरैभन्दा धेरै सेयर गर्न भने नछुटाउनुहोला। दर्शकबिन यो पाल्पाको जुन आफ्नै दाजुले बहिनीलाई लगातार 7 वर्षसम्म बलात्कार गरेर मर्नु न बाँच्नु बनाएका थिए, आज उक्त युवती मिडियामा आएर सनसनीपूर्ण खुलासा गरेकी छिन्। दर्शकबिन उक्त बहिनीले भनेकी छिन्, सुरुमा बलात्कार गर्दा मलाई दुख्यो, म कराएँ, चिच्याएँ, तर दाइले मेरो मुख थुनिदिनु भयो। तँलाई मारेर खोलामा फालिदिन्छु भनेर डर देखाएपछि मैले कसैलाई केही भनिनँ, तर लगातार 7 वर्षसम्म त्यस्तो गर्दै जानुभयो। अन्ततः मैले सहन नसकेर मिडियाको सहायता लिन बाध्य भएको उक्त बहिनीले बयान दिएकी छिन्। अदालतमा मुद्दा दायर भइसक्दा पनि आफूले न्याय नपाएको भन्दै उनले आपत्ति जनाएकी छिन्। दर्शकबिन एउटा पढे लेखेको शिक्षित नागरिक डाक्टर जस्तो दाइले आफ्नै बहिनीलाई पशु जस्तो व्यवहार गर्दा उनी सहन नसकेर दाइलाई कारबाही गर्छु भन्दै आक्रोश पोखेकी छिन्। पुष महिनाको जाडो महिनामा घर सानो भएका कारण दाजु बहिनीसँगै सुत्ने गरेको र बुबा आमा घरको छतमा सुत्ने गरेका थिए। दाजु बहिनीसँगै सुत्ने क्रममा दाइले बहिनीलाई बलात्कार गरेको, तर बहिनी सानै भएको कारण यसबारेमा केही पनि थाहा नभएको बताएकी छिन्। पछि बुझ्दै जाँदा यो निकै अजघन्य अपराध भएका कारण यसको पर्दाफास गर्छु भन्दै बहिनी मिडियामा आएकी हुन्। बहिनीले प्रहरी चौकीमा उजुरी दिइसकेपछि दाइले उजुरी फिर्ता गर्नको लागि बहिनीलाई पैसाको लोभ देखाउँदै फकाएका थिए, तर बहिनी नमानेपछि तँलाई गुन्डा लगाएर मार्छु भन्दै डर धम्की दिएका कारण म 1 महिनासम्म घरमा बस्न नसकेर अन्तै आफन्तको घरमा बसेको उक्त बहिनीले बताएकी छिन्। दाइले बहिनीलाई मार्छु भन्दै गाउँभरि खोजनीति गरेको गाउँलेहरूलेसम्म बताएका छन्। दर्शकबिन तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न भने नभुल्नुहोला। यदि तपाईँ अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर हामीसँग जोडिन नभुल्नुहोला।